हेलो गाइस, गुड मर्निङ। भर्खर उठेर 4 बजे बिहानको 4 बजे उठ्नुपर्ने हुन्छ। उठेर यसो फ्रेस हुनु पऱ्यो भनेर आएको बिहान। हाम्रो चाहिँ बाथरुमहरू यस्तो छ, फ्रेस हुने ठाउँ। म तपाईँहरूलाई देखाइदिन्छु है त। यहाँ मुखसुख पनि दारी सारी फाल्ने ठाउँ चाहिँ यस्तो छ। यहाँको फाइलहरू यस्तो हुन्छ, पुरै लाइन लागेर। अनि नुहाउने बाथरुमहरू चाहिँ यहाँ यस्तो छ। कपडा धुनको लागि यहाँ एउटा छ। हुन त लन्ड्री छ, तर पनि आफै कपडा धुनु पऱ्यो भने चाहिँ यहाँबाट हाल्नु पर्छ। ल एकचोटि फ्रेस हौँ, अनि त्यसपछि फेरि भेटौँला है त। वेलकम ब्याक गाइज, वेलकम ब्याक। हामी निस्किसक्यो रुमबाट है। हामी रुमबाट निस्किसक्यो। अब गाडीतिर जाँदैछु। गाडी चाहिँ अलिक उतातिर पाउँछ, त्यहाँनिर छ। अब हाम्रो मेरो लोकेसन चाहिँ खासमा म होटेलमा काम गर्छु कि अहिले। यहाँको 5 स्टार होटेल हो, हिल्टन अबुधाबी यस आइसल्यान्डमा। म यसो मिल्यो भने तपाईँहरूलाई त्यहाँबाट छास्छुस। खासै त्यहाँ मोबाइल चलाउनै पाउन्न, सबभन्दा मेन समस्या त्यही हो। ओके, गाडी आज पछाडि नै रहेछ, नत्र अगाडि गएर बस्थ्यो। लेट्स गो टु द बस। हिँड्ने एरिया बस्नुपर्छ कि यहाँ अलिक लामो सिट छ। फाइनल्ली आइपुग्यो। भित्रभित्र कोरिडोर हिँड्नुपर्ने अवस्था छ होइन। ड्युटीमा चाहिँ आइयो। अब मेरो ड्युटी चाहिँ बिहान पुल गेट भन्ने ठाउँमा छ, स्विमिङ पुलको उता गेटमा। त्यहाँ जाँदैछौँ हामी। कोरिडोर हेर्ने हो। लुक एट द कोरिडोर। गाह्रो छ भने बाटोको सेर उता हिँडिदिनुहोस्। भित्र जानुपर्ने हुँदा सुरुमा त बाटोमा चिनेर समस्या आएर अझै त्यही समस्या आउँदैछ। यहाँ चाहिँ क्याफेटेरिया खाने ठाउँ। अहिले एकछिनमा आउनुपर्छ। लेट्स गो। ओपन द गेट, नाउ वी कैन। दिस इज द Noori Grill. Guys, look at the Noori Grill. And you did not expect what is this. This is Madhya Pradesh. नारायण गाइस, फाइनल्ली अब ड्युटी पनि सुरु गरियो। आजको दिन पनि अब यस्तै गरी जान्छ। यताउता गऱ्यो। यहाँ 2.5 घन्टा अन्त शान्ति गरेर 4-5 ठाउँमा ड्युटी गर्नुपर्ने हुन्छ।
त्यसपछि जाने हो। अब लास्ट लामो ड्युटी छ कि बिहान 6 बजी बेलुका 6 बजीसम्म ड्युटी गऱ्यो, गयो सुत्यो उठ्यो फेरि आयो, गयो सुत्यो उठ्यो। जिन्दगी बिजोग रमाइलो, न प्राइभेसी भन्ने केही छ, न रमाइलो इन्जोय भन्ने केही छ, केही जात छैन जिन्दगीमा। साल घोडा जस्तो घोडाले पनि पुरो अलि रमाइलो गर्नु पाउँछ कहिले फुर्सद पाउँछ होला। मेसिन जस्तो रोबोट जस्तो के जिन्दगी भनेकै खालि सुत्ने उठ्ने काम गर्ने, फेरि जाने, सुत्ने उठ्ने काम गर्ने, सुत्ने। हेलो गाइज, फाइनली पोस्ट चेन्ज भयो। फेरि अघि पुल गेटमा थियो भने अहिले चाहिँ एफसीसी भन्ने ठाउँमा आइयो। एफसीसी भनेको चाहिँ कस्तो छ भने म तपाईँलाई देखाइदिन्छु है त। एफसीसी भनेको चाहिँ यो फायर प्यानलहरू हो कि फायर अलार्म। यो होटलको पुरै फायर अलार्महरू जति आउँछ नि यहाँ बसेर फायर अलार्म आएको 15 सेकेन्डभित्रमा फायर अलार्म साइलेन्ट गरेर रिसेट गरिसक्नुपर्ने हुन्छ यो त्यसको प्यानल चाहिँ। अनि एकजना चाहिँ यहाँ बसिरहनुपर्छ 24 घन्टा, जति 1 सेकेन्ड नै छोड्नु मिल्ने हुँदैन किनभने कति बेला नै आउन सक्छ नि त। यो रुममा छौँ हामी, यहाँ व्हिल चेयरहरू छ, यहाँ कम्प्युटर छ, त्यसमा लोकेसन आउँछ कहाँबाट अलार्म आएको भन्ने कुरो। अरू त्यही हो गाइस। त्यसपछि लबी हो। लबीमा चाहिँ अब गर्मी छ, यस्तो गाह्रो हुन्छ लबीमा, सबभन्दा गाह्रो लबी हुन्छ। लबी सकेपछि ड्युटी सके जस्तै हुन्छ। लबी सकेपछि ड्युटी केही गाह्रो छैन। त्यही एउटा लबी हो। दिनको 2.5 घन्टा 3 घन्टा चाहिँ बाहिर खासै त्यो प्याक भएन भने त त्यस्तो गाह्रो हुन्न। प्याक भयो भने चाहिँ बाहिर घाममा उभिनु पर्ने हुन्छ, अनि घाममा काम गरेर त्यही त हो नि समस्या। ओके गाइज, अब यो एफसीसी पनि मैले देखाइदिइहालेँ। सी यू इन द नेक्स्ट लोकेसन। धेरै भइसक्यो, ड्युटी सकेर फर्किँदैछौँ हामी बिल्कुल पारामा गाडीमा। आज एकदम धेरै रस भयो बिहान ड्युटी बनाउने। अब रुममा गइरहेको ठाउँलाई त सिउ पाइन्छ। हेलो, म चाहिँ रुममा आइकन फ्रेस भएर अब भोलि छुट्टी छ, त्यही भएर यसो 1 कप चिया खाउँ कि भनेर चिया लिन जानु थालेको। अनुहार पनि देखिएन जस्तो छ। ल अब बाई बाई, सी यू इन द नेक्स्ट भिडियो गाइज। यस्तै छ है यतातिरको अवस्था। बाई बाई, टाटा। हामी आइसक्यो आज, भोलि छुट्टी छ त्यसैले केही समय बस्छु होला म, केही कामहरू पनि छ। सो बाई बाई।